काठमाडौँ महानगरपालिकाले शुक्रबार भएको हिंसात्मक आन्दोलन गर्नेहरूलाई जरिवाना तोक्न अध्ययन टोली खटाएको छ। महानगरपालिकाले सहरी योजना आयोग, सहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बल सहितको टोली बनाएर अध्ययन थालेको मेयर बालन शाहको सचिवालयले जनाएको छ। अन्य राजनीतिक दल वा समूहहरूले गरेको जस्तो फोहोर मात्रै जरिवाना गरेर हुँदैन। हिजो तोडफोड भएको छ, हाम्रो दमकल पनि फुटेको छ, नगर प्रहरी बलका एक अधिकारीले अनलाइन खबरसँग भनेका छन्। ट्राफिक लाइट भत्काउने काम पनि भएको छ, सहर क्रुप भएको छ, सोही अनुसार अध्ययन गरेर जरिवाना आजै गर्दैछौँ। उनका अनुसार करिब 10 लाखभन्दा बढी धेरै जरिवाना गराउने तयारी रहेको छ। यसअघि पनि नेपालका एमाले र राप्रपालाई पनि आमसभा र र्याली गर्दा फोहोर गराएको भन्दै 1-1 लाख रुपियाँ जरिवाना गराएको थियो। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकडिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन्। शनिबार लुम्बिनीमा नेपाल लेखक सङ्घको 8औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। शुक्रबार 3 कुनामा भएको हिंसात्मक घटना बारेमा परिस्थिति बारेमा चर्चा गर्दै उनले पूर्व राजा शाह संवैधानिक राजा बन्न नसक्ने दोहोऱ्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको 3 कुनामा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक पनि आह्वान गरेको छ। आगामी चैत 18 गते केन्द्रीय कार्यालय वनस्थलीमा बैठक आह्वान भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। गृहमन्त्री रमेश लेखकले राजावादीद्वारा गरिएको आक्रमण र हिंसात्मक घटनामा संलग्नलाई कानुन अनुसार कडा कारबाही हुने बताएका छन्। शनिबार एकीकृत समाजवादी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनधनको क्षति गर्नेहरूमाथि अनुसन्धान गरी कारबाही गर्न प्रतिबद्धता जनाएको छ। शुक्रबार 3 कुनामा राजाबहादुरले गरेको आन्दोलनको क्रममा 2 जनाको मृत्यु भएको छ भने सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गरिएको थियो। आक्रमणकारीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा आगजनी समेत गरेका थिए। समाजवादी मोर्चाले राजावादीको क्रियाकलापको सशक्त ढङ्गले प्रतिकार गर्ने जनाएको छ। शनिबार नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयको अवस्थाबारेमा जानकारी दिँदै समाजवादी मोर्चाका नेताहरूले राजावादीहरूको क्रियाकलाप अपराधिक भएको भन्दै सशक्त ढङ्गले प्रतिकार गर्ने जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कवलदार प्रचण्डले राजावादीहरूको छलतन्त्रलाई छुट दिन नसकिने बताएको छ। ज्ञानेन्द्र शाहको मानसिकता अपराधिक छ भन्ने कुरा पुष्टि भएको भन्दै उनले सरकारले कडा कदम चाल्नुपर्ने जिकिर गरेका छन्। सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको र ठूलो जनधनको क्षति भएको उनले बताएका छन्। प्रचण्डले काठमाडौँमा विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसकेको अवस्थाले सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपरेको उनले बताएका छन्। त्यस्तै सरकारले शुक्रबार 3 कुनामा भएको प्रदर्शनलाई हिंसात्मक बनाउन पूर्व राजा ज्ञानेन्द्र शाहको भूमिका खेलेको भन्दै थुनामा पठाउने तयारी थालेको छ। प्रदर्शनकारीहरूले उत्तेजित बनाएर सरकार तथा व्यक्तिको सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा सहित मुद्दा चलाउने तयारीमा रहेको सरकारले उनको राजधानी समेत रद्द गर्ने प्रक्रियामा छ। उच्च सरकारी स्रोत अनुसार शुक्रबारको आन्दोलन हिंसात्मक आन्दोलन भएको ठहर गर्दै उनलाई कारबाहीको दायरामा ल्याउने तयारी सुरु भएको छ। सरकारले छानबिन थालेपछि ज्ञानेन्द्र शाह विदेश भाग्ने योजना बनाएको सूचना पाएको भन्दै सरकारले उनको राजधानी समेत रद्द गर्न थालेको छ। राजावादीको आन्दोलन चर्किने सङ्केतपछि पूर्व राजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न नेपालका एमाले र नेपाली काङ्ग्रेस सहितका सबै दल सहमत भएका छन्। यस्तोमा उनी अनुसन्धान थालेपछि विदेश भाग्न सक्ने आशंकाले उनको पासपोर्ट रद्द गर्न प्रक्रिया सुरु भएको हो। सरकारले ज्ञानेन्द्र शाहलाई पूर्व राजाको हैसियतमा पाएको सुविधा समेत कटौती गर्ने निर्णय हिजो केही मन्त्री परिषद बैठकमा गरेको भए पनि यो सार्वजनिक भइसकेको छैन। चैत कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडा पर्व मनाइँदैछ। जनविश्वास अनुसार टुरिखिलको पूर्वी दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको पीडित स्थानीयहरूले विभिन्न उपायलाई त्यसलाई संहार गरे पनि उसको प्रेआत्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरह्यो। त्यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडे जात्रा गरी गुरुमापाको आत्मालाई घोडाले
टापुले कुल्चाएर दबाउने गरिएको छ। साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रुखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने गरिन्छ। नेपाली सेनाको तर्फबाट आज टुडी खेलमा अङ्गकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्ध लगायतको प्रदर्शन गरिन्छ। आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडा जात्राको मनाउने परम्परा छ। 8औं संस्करणको प्रधानमन्त्री पुरुष कप राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि नेपाल पुलिस क्लबले जितेको छ। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई 6 विकेटले पराजित गर्दै उपाधि जितेको हो। यो जितसँगै साबिक विजेता नेपाल पुलिसको क्लबको उपाधि रक्षा गरेको छ। यो प्रधानमन्त्री कपको ऐतिहासिक पुलिसको 54औं उपाधि हो। सिद्धार्थनगर स्थित सिद्धार्थ क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले 41 ओभरमा 154 रन बनाउँदै अल आउट भएको थियो। आर्मीले दिएको 155 रनको विजय लक्ष्य पछाएको पुलिसले 25.2 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ। राजावादी आन्दोलन उत्तेजित बनाउने एकजना धर्मगुरु पक्राउ परेका छन्। शुक्रबार 3 कुनेको हिंसात्मक आन्दोलनको ढुङ्गामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान प्रहरीले नियन्त्रण लिएको हो। उनलाई प्रहरीको विशेष टोलीले इमाडोल स्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो। गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्याएको 3 कुने कोटेश्वर क्षेत्र अनुगमन गर्ने भएका छन्। मन्त्री लेखक बिहान 9 बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जनाएको छ। शुक्रबार राजतन्त्रको पक्षमा आयोजित आन्दोलनको क्रममा 3 कुने क्षेत्रमा ठूलो क्षेत्रमा जनधनको क्षति भएको अनुमान गरिएको छ। हिंसात्मक आन्दोलनको क्रममा 1 जना पत्रकार सहित 2 जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरूले 3 कुने लगायतका आसपास क्षेत्रमा कयौं घर तोडफोड गरेका छन्। केही मलहरू लुटपाट गरेका छन्। सहकारी र निजी गाडीहरूको तोडफोडका साथै आगजनी गरेका छन्। जडीबुटी कम्पनीको आगो लगाइदिएका छन्। त्यस क्षेत्रमा आज 7 बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो, अहिले स्थगित गरिएको छ। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज बिहान पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा मन्त्री चौधरीले गरेका छन्। गैर कानुनी रूपमा ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रेय सामग्री सार्वजनिक भएपछि नैतिकताको आधारमा उनले राजीनामा दिएका हुन्। उनले पत्रकार माझ भनेका छन्, म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु। नेपाली काङ्ग्रेस नेता एवं मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वको सरकारमा उनी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मन्त्री भएका थिए। राजावादीहरूले काठमाडौँ 3 कुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एसपी अविराल बोहरा अनुसार शनिबार बिहानसम्म 105 जना पक्राउ परेका छन्। प्रहरीको बन्दुक खोज्ने पनि पक्राउ परिसकेको उनले बताएका छन्, तर उनको नाम भने खुलेको छैन। बन्दुक खोसेको फोटो र भिडियो खिच्ने क्रममा अनलाइन खबरमाथि पनि आक्रमण भएको थियो। अमानवीय र अमर्हित एवं गैर कानुनी अपराध गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। राप्रपाका नेता रविन्द्र मिश्र, धवल शमशेर राणा साथै स्वागत नेपाल लगायतका राजावादी अभियन्ताहरूलाई शुक्रबार राति नै पक्राउ परेका छन्। राजतन्त्र पुनर्स्थापनका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्धन गरिएको छ। आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाई भने फरार रहेका छन्। राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका उच्च तहका नेताहरूलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय बनेको छ। प्रहरी अनुसार राजावादी मोर्चाको कमान्डर सम्हालेका प्रसाईको शुक्रबार दिउँसोबाटै खोजी भइरहेको छ, तर उनी राति अबेरसम्म पनि भेटिएका छैनन्। प्रहरीले उनीसहित आन्दोलनमा खटिएका राप्रपाका अन्य 2 शीर्ष नेतालाई भने ललितपुरको सातोपटोबाट शुक्रबार साँझ पक्राउ गरेको छ। पक्राउ परेका राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्र अनुसार ललितपुरको B&B अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। टेकु स्थित अपराध अनुसन्धान कार्यालयमा अनलाइन खबरसँग फोनमा जोडिँदै उनले महामन्त्री धमला शमशेर राणा सहित
आफू पक्राउ परेको जनाएका छन्। प्रहरीले सोही अभियानका अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ, जेफर लिम्बू लगायतका 5 जनालाई पनि पक्राउ गरेको छ। उक्त सो अभियानका संयोजक नवराज सुवेदीको घरमा भने प्रहरी परिचालन गरिएको छ। उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर आफूले प्रहरी पक्राउ नगरेको र अवस्था हेरेर आवश्यक निर्णय लिने बताएको छ। शुक्रबार दिउँसो 3 कुनेमा पर्साईको कमान्डरमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो। अवस्था तनावपूर्ण बनेपछि प्रशासनले भोलि बिहान 7 बजेसम्म पनि काठमाडौँमा विभिन्न स्थानमा कर्फ्यू जारी गरेको थियो। जिल्ला प्रशासन कार्यालय अनुसार भोलि शनिबार 7 बजेसम्म कर्फ्यू जारी हुनेछ। राजावादीको प्रदर्शनमा शुक्रबार एक व्यक्ति पिस्तोल लिएर सडकमा उत्रिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। कतिपयले उक्त व्यक्तिलाई राजावादी भनिरहेका छन् भने कतिपयले सादा प्रहरी भनिरहेको छन्। खासमा उनी को थिए त जो प्रदर्शनको क्रममा पिस्तोल लिएर सडकमा पोजिसन लिँदै गरेका थिए। सामाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि प्रहरीले त्यस विषयमा सोधी खोजी गरेको थियो। उक्त व्यक्ति लागु औषध नियन्त्रण ब्युरोका सदस्य प्रहरी रहेको प्रहरी स्रोतले जनाएको छ। ब्युरोका एक उच्च अधिकारीले पनि ती व्यक्ति आफ्नै कार्यालयका सादा प्रहरी रहेको प्रश्न पारेका छन्। आन्दोलनको क्रममा ब्युरोको गाडी राजावादी प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएर तोडफोड गर्दै थिए। सोही क्रममा सादा पोसाकका ती प्रहरीले पिस्तोलसहित पोजिसन लिएको अधिकारीको भनाइ छ। आफूमाथि नै आक्रमण हुने भएपछि उहाँले पोजिसन लिनुभएको हो। राजधानीको 3 कुनेमा राजावादी समर्थन प्रदर्शनकारीहरूले आगजनी गरेको भवनमा जलेर एभेन्यूज कर्मी सुरेश रजतको निधन भएको छ। यस एभेन्यूज टेलिभिजनका फोटो पत्रकार रजत सो भवनको छतबाट दृश्य खिचिरहेको बेलामा आगजनीमा परेका थिए। उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीहरूले भवनमा आगो लगाएका थिए, जसकारण उनी जिउँदै जलेका छन्। आगो लागेपछि भवनबाट उनको जलेको शव फेला परेको छ। उनको शव नचिनेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको र प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए। म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या 10,000 नागिसकेको बताइएको छ। अमेरिकी भूगर्भ संरक्षणले मृत्यु हुनेको सङ्ख्या 10,000 नागिसकेको अनुमान गरेको छ। संयुक्त राज्य भूगर्भ संरक्षण USGSले उक्त सर्वेक्षण गरेको हो। भूकम्पको धक्का थाइल्यान्ड, बङ्गलादेश, चीन र भारतमा समेत महसुस गरिएको थियो। ब्लुमबर्गको अनुसार म्यानमार सैन्य सरकारले अहिलेसम्म 800 भन्दा बढी मानिस मृत्यु भएको र 2000 भन्दा बढी घाइते भएको बताएको छ। सोही भूकम्पले थाइल्यान्डको राजधानी बैंककमा 30 तले भवन पनि भत्किएको छ। शुक्रबार बिहान 11:50 म्यानमारमा 7.7 म्याग्निट्युडको भूकम्प गएको थियो। राजधानीको 3 कुनेमा राजावादी समर्थन प्रदर्शनकारीहरूले आगजनी गरेको भवनमा जलेर एभेन्यूज कर्मी सुरेश रजतको निधन भएको छ। यस एभेन्यूज टेलिभिजनका फोटो पत्रकार रजत सो भवनको छतबाट दृश्य खिचिरहेको बेलामा आगजनीमा परेका थिए। उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीहरूले भवनमा आगो लगाएका थिए, जसकारण उनी जिउँदै जलेका छन्। आगो लागेपछि भवनबाट उनको जलेको शव फेला परेको छ। उनको शव नचिनेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको र प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए।